Everyone, welcome to Semicolon Daily. आज चाहिँ हामी पाइथनमा सिजर पेपर रक वाला गेम बनाउँछौँ. सो दिस इज अ भेरी बिगिनर फ्रेन्डली गेम है त. यहाँनिर हामीले यो बिगिनर फ्रेन्डली प्रोजेक्ट हो. सो इफ यु आर विलिङ टु लर्न भने चाहिँ दिस इज दिस इज द प्रोजेक्ट हजुरले खोजिरहनु भएको अर हजुरले यो बनाउनु भयो भने चाहिँ हजुरले पाइथनको अलिकति बेसिक चाहिँ राम्ररी बुझ्नुहुन्छ है त. सो लेट्स स्टार्ट. हामी चाहिँ कोडिङतिर नै जाउँ. सो फर्स्टमा चाहिँ हामीले एउटा फाइल बनाऊँ. त्यो फाइलको नाम चाहिँ game.py भनेर राखौँ. सो इफ यु रन सिजर पेपर रकको गेम चाहिँ सो मैले चाहिँ यो कमेन्टभित्र राखेको छु. सो रकलाई अहिलेलाई चाहिँ हामीले यो कमेन्टमा चाहिँ यहाँ जस्ट बुझ्नलाई चाहिँ आरले डिनोट गरौँ, सिजरलाई एसले अनि पेपरलाई चाहिँ पीले डिनोट गरौँ. सो रक र सिजरमा चाहिँ रक ठुलो, रकले जित्छ है. अनि सिजर र पेपरमा चाहिँ सिजरले जित्छ. रक र पेपरमा चाहिँ पेपरले जित्छ है त. सो पेपर ठुलो हुन्छ. गेमको बेसिक लजिक हामी यही नै लजिकमा बेस्ड भएर गेम बनाउँछौँ है त हाम्रो. सो फर्स्टमा चाहिँ हामीले एउटा मोड्युल इम्पोर्ट गर्नुपर्ने हुन्छ. ऱ्यान्डम भन्ने मोड्युल इम्पोर्ट गरौँ. सो यसले चाहिँ हामीलाई ऱ्यान्डम नम्बर्सहरू जेनेरेट गर्नलाई हेल्प गर्छ पाइथनमा. अनि ऱ्यान्डमनेसको लागि चाहिँ ऱ्यान्डम नम्बर्सहरू जेनेरेट गर्नको लागि अनि चोइसेसहरू बिचमा पनि ऱ्यान्डमली चुज गर्नको लागि चाहिँ सो यो मोड्युल इज हेल्पफुल फर अस. यो मोड्युल चाहिँ हामीलाई चाहिन्छ. सो त्योभन्दा अगाडि अब त्यसपछि चाहिँ हामी एउटा अप्सन्स भन्ने ट्युपल बनाऊँ. सो यो अप्सन्स भन्ने ट्युपलमा चाहिँ हामी के राखौँ, के छ त हाम्रो अप्सन्स भन्दाखेरि सिजर्स छ होइन, त्यसै गरी पेपर छ अनि त्यसै गरी चाहिँ रक भनेर तीनवटा अप्सन्स छ हामीसँग. सो यो तीनवटा अप्सन्स भइसकेपछि चाहिँ अब हामीले चाहिँ हाम्रो गेमको लजिक बिस्तारै गेम डेभलप गर्न जाउँ है त. सो प्लेयर भनेर एउटा भेरिएबल डिक्लेयर गरौँ. अनि यो प्लेयरको चाहिँ फर्स्ट डिफल्टमा चाहिँ हामी नन राखौँ. बिकज हाम्रो चाहिँ प्लेयरले चाहिँ आफैले नै लाइक सिजर चुज गर्ने हो कि पेपर चुज गर्ने हो कि रक चुज गर्ने हो कि भनेर हामीले चाहिँ प्लेयर युजर आफैलाई अप्सन दिन्छौँ है त. सो तर कम्प्युटरको लागि चाहिँ हामीले ऱ्यान्डमली चुज गर्नलाई एउटा कोड लेखौँ. सो कम्प्युटर भनेर भेरिएबल बनायौँ हामीले. सो कम्प्युटर भनेर भेरिएबल बनाइसकेपछि चाहिँ हामीले ऱ्यान्डम डट चोइस होइन, अब केबाट चाहिँ ऱ्यान्डम चोइसेस ऱ्यान्डमली चुज गर्ने त कम्प्युटरले भन्दाखेरि चाहिँ अप्सन्स, यो अप्सन्स भन्ने ट्युपलबाट. अप्सन्स भन्ने ट्युपलमा के छ हामीसँग सिजर पेपर र रक छ. सो यहाँनिर हामीले अप्सन्स भनेर राखिसकेपछि अब कम्प्युटरले ऱ्यान्डमली चुज गर्छ. सो के चुज गर्यो भनेर हेर्नलाई चाहिँ हामीले प्रिन्ट पनि गरौँ. प्रिन्ट होइन, प्रिन्ट एफ स्ट्रिङ ओके प्लेयरले के चुज गर्यो त, प्लेयर चोज प्लेयर होइन, प्लेयर भन्ने भेरिएबलबाट आउँछ प्लेयरले के चुज गर्यो भन्ने कुरा. सो प्रिन्ट फेरि हामी एफ स्ट्रिङ राखौँ. अनि त्यसपछि कम्प्युटरले के चुज गर्यो त, कम्प्युटर चोज होइन. सो यहाँनिर चाहिँ हामी कम्प्युटरले जे चुज गर्यो त्यही राख्छौँ. तर त्योभन्दा अगाडि चाहिँ अब हामीलाई प्लेयरले पनि त प्लेयरलाई चुज गराउनु पर्यो राइट. सो फेरि हामी प्लेयरमा गएर चाहिँ इनपुट लिन्छौँ. प्लेयर इनपुट. अब हामीले के इनपुट लिन्छौँ, इन्टर चोइस भनेर लिन्छौँ. सो अब चोइसमा चाहिँ के दिने त भन्दाखेरि एसएस सिजर होइन, पेपर र रकमा चाहिँ यसले चुज गर्नु पर्यो मान्छेले, लाइक युजरले चाहिँ यति तीनवटा मध्येबाट चुज गर्नु पर्यो. सो त्यसको लागि चाहिँ हामीले त कसरी चुज गर्न सक्छ होइन, प्लेयरले एउटा मान्छेले गेम खेल्दाखेरि कसरी खेल्न सक्छ भन्दाखेरि यो रकलाई त स्मल लेख्न सक्छ, क्यापिटल लेख्न सक्छ, बिचको सीलाई क्यापिटल लेख्न सक्छ, अथवा अरू कुनै पनि चुज गर्न सक्छ, जसरी पनि लेख्न सक्छ होइन. नट नेसेसरीली उसले स्मलमै लेख्दैन अरू क्यापिटलमै लेख्दैन अरू उसले जसरी लेख्न सक्छ. सो यो डट लोवरले चाहिँ हाम्रो सबैलाई चाहिँ लोवर केसमा चेन्ज गर्छ है त. सो यहाँसम्म चाहिँ हामीले युजरको इनपुट लियौँ, कम्प्युटरले ऱ्यान्डमली चुज गर्यो अप्सन्स मध्येबाट, सिजर पेपर र रक मध्येबाट. सो प्लेयरले के चुज गर्यो भनेर हामीले यहाँ हेऱ्यौँ अनि कम्प्युटरले के चुज गर्यो भनेर यहाँ हेऱ्यौँ. अब हामी मेन गेमको लजिकमा जान्छौँ. सो गेमको लजिक चाहिँ के हो भन्दाखेरि जस्तो कि अब हाम्रो प्लेयर र कम्प्युटरले, जस्तो कि प्लेयरले पनि रक चुज गर्यो अनि कम्प्युटरले पनि रक चुज गर्यो भने त त्यो टाई भयो होइन. सो प्लेयर इज इक्वल टु
कम्प्युटर भयो भने चाहिँ के हुन्छ, यो भयो भने चाहिँ प्रिन्ट के गर्नु पर्यो, इट इज अ टाई भनेर गर्नु पर्यो, इज अ टाई भनेर गर्नु पर्यो है। तर अब हामीसँग के अप्सन्स छ त, एलिफ हैन। अब प्लेयरले अब यहाँबाट हेरौँ, प्लेयरले रक चुज गर्यो, कम्प्युटरले सिजर चुज गर्यो भने रक चुज गर्ने प्लेयरले जित्यो नि त, राइट। सो हामीले चाहिँ अब हामी यो केसमा चाहिँ हामी सबै विनको सिनारियो बनाऊँ, जुन जुन केसमा चाहिँ युजरले जित्न सक्छ हैन। सो एलिफ प्लेयरले के चुज गर्यो, प्लेयरले रक चुज गर्यो, अनि त्यसपछि कम्प्युटरले चाहिँ के चुज गर्यो, कम्प्युटरले चाहिँ सिजर्स चुज गरेको केसमा चाहिँ प्रिन्ट कसले जित्यो, यु वोन भनेर दिनु पर्यो, बिकज युजरले जित्यो, राइट। सो यही केस अब हामीले यही नै गर्नु पर्यो, इम्प्लिमेन्ट गर्नु पर्यो। सो प्लेयरले अब एकपल्ट रक र सिजर चुज गर्दाखेरि प्लेयरले जित्यो हैन। अब प्लेयरले सिजर चुज गर्यो र कम्प्युटरले पेपर चुज गर्यो रे, प्लेयरले सिजर चुज गर्यो, कम्प्युटरले पेपर चुज गर्यो, कम्प्युटरले पेपर चुज गर्यो भने फेरि कम्प्युटरले के अरे प्लेयरले जित्यो, राइट। सो अगेन यु वोन भनेर राख्नु पर्यो। अब फेरि प्लेयरले पेपर चुज गर्यो अनि कम्प्युटरले चाहिँ रक चुज गर्यो भने फेरि पनि कसले जित्यो, हाम्रो प्लेयरले जित्यो। अब यो चाहिँ विन केसेस भयो। योभन्दा बाहेकको जेसुकै केसेसमा पनि के भन्यो, एल्स प्रिन्ट यु लस्ट भनेर राखिदिनु पर्यो है त। सो युजरले हार्यो भनेर राख्नु पर्यो। हाम्रो गेमको लजिक बेसिकली यति नै हो, हाम्रो गेमको लजिक चाहिँ यति नै भयो। सो तर अब हामी एकपल्ट हेरौँ है त, हाम्रो आउटपुट हेर्न खोजौँ। सो पाइथन game.py भनेर हामी रन गरौँ। सो इन्टर सिजर पेपर र रक। सो मैले रक भनेर हालेँ, प्लेयरले रक चुज गर्यो, कम्प्युटरले पेपर चुज गर्यो, सो मैले हारेँ, कम्प्युटरले जित्यो, राइट। सो अगेन फेरि अब यो नै नेसेसरी छैन कि प्लेयरले आफ्नो इनपुट दिँदाखेरि सिजर पेपर र रक नै चुज गर्न सक्छ। सो जस्तो कि अब युजरले गुड भनेर हाल्यो अरे, सो अब हाम्रो के आयो त, यहाँनिर हाम्रो इरर आयो। कसरी, बिकज प्लेयरले गुड चुज गर्यो, कम्प्युटरले पेपर चुज गर्यो, हामीले हार्यौँ। सो वाइ यो केस किन आयो भन्दाखेरि चाहिँ हामीले यहाँनिर डिफाइन गरेको, योभन्दा बाहेक यो इफ एल्स भित्र यो कन्डिसन भन्दा बाहेकको सबै केस, अरू जेसुकै केस आयो भने हामीले यो लस्ट भनेर राख्नु पर्यो भनेर यसरी डिफाइन गऱ्यौँ होइन। तर इज द्याट ट्रु? नो, हाम्रो त गुड भन्ने त हाम्रो गेममा छँदै छैन, त्यो अप्सनै छैन होइन। सो यस्तो आउँदाखेरि त यो हामीले ह्यान्डल गर्नु पर्यो नि त। सो त्यसको लागि चाहिँ वी विल ह्याभ टु रिड अलिकति हाम्रो कोडलाई अझै इम्प्रोभाइज गर्नु पर्यो हामीले। सो अब हामी त्यो गर्छौँ। यो केस आएको नै किन थियो त, हामीले युजरले अप्सन्स, हाम्रो यहाँ अप्सन्समा भन्दा बाहेकको अरू केही चुज गर्यो भने चाहिँ के हुन्छ त रिजल्ट भनेर हामीले यहाँभित्र डिफाइन गरेनौँ होइन। सो त्यही भएर चाहिँ त्यो अहिले हामीले जुन गुड राख्दाखेरि पनि हामीले हार्यौँ भनेर यो आयो नि त। सो यो आउटपुट आयो नि त, यो त्यही भएर आयो होइन। सो त्यसको लागि चाहिँ हामीले यसलाई लुपभित्र लुप लगाउँ है त। सो वाइल प्लेयर नट इन अप्सन्स होइन, सो अप्सन्सभित्र अप्सन्समा भएको कुराहरूमा भन्दा बाहेकको अरू केही प्लेयरले इनपुट गर्यो भनेदेखि चाहिँ हामीले यो प्लेयरले चाहिँ सिजर पेपर अर रक यो तिनवटा मध्ये एउटा नहालुन्जेलसम्म चाहिँ यही दोहोरिरहने भयो है त। ल अब एकपल्ट यसलाई रन गराएर हेरौँ। सो जस्तो कि मैले अघि गुड हाल्दाखेरि आएको थियो, अघि गुड हाल्दाखेरि वी लस्ट भनेर आयो होइन, भनेको कम्प्युटरले हामीले गुड हाल्दाखेरि कम्प्युटरले पेपर चुज गर्यो, यो लस्ट भनेर आयो। अब यदि हामीले फेरि गुड हालेर हेरौँ, सो अहिले के भयो भने हामीले यो वाइल लुप लगाइसकेपछि चाहिँ यहाँनिर सो एभ्री टाइम हामीले त्यो अप्सन्समा जस्तो कि सिजर पेपर र रक बाहेकको कुनै पनि कुरा हाल्छौँ त्यतिखेर चाहिँ हामीलाई चुज गर्नलाई आएको गर्छ, जबसम्म हामीले यो तिनवटा मध्ये एउटा हाल्दैनौँ है त। ल लेट्स ट्राई इट अगेन। सो मैले फेरि ल फुड भनेर हालेँ होइन, फेरि चुज गर भनेर आयो। सो अब मैले ल ऱ्यान्डम केही कुरा हाल्दै ल फेरि पनि चुज गर भनेर आयो।
सो फेरि मैले रक चुज गर्छु है त। अब यो त छ हामीसँग हाम्रो अप्सन्समा। सो रक हाल्दाखेरि चाहिँ कम्प्युटरले पेपर चुज गर्यो, हामीले लस्ट भनेर आयो। सो बेसिकल्ली यति नै हो होइन।